बक्सी जस्तो भएर आएको नि च्यानल मलाई छुट्टी ढुङ्गानामा तपाईँलाई स्वागत गर्दछु गाइस। आज पनि हामी जाँदैछौँ बिहामा। आज पनि बिहा हो। अन्त अब रुईको आज लास्ट इक्जाम थियो, त्यही कारण ढिलो भयो। 11:30 बजी छुट्टी भयो, त्यही कारण आएपछि अब हामी निस्किँदैछु। हेर्न सक्नुहुन्छ म चाहिँ आज साडी लगाएँ फेरि। अनि मेरो सासू आमा नि आउनुभएको छ, हिजो आउनुभएको बिहाको लागि आउनुभएको। अब चाहिँ हामी हिँड्यौँ होइन, हस्बेन्ड यता पछाडि सासूमा यता रुई अनि भान्जीहरू चाहिँ खप्रेल मोडदेखि आउने अरे। भान्जीहरू पनि हामीसँग जाने, अन्त भान्जीहरूलाई पनि पर्खिनु पऱ्यो एकछिन। अब हामी चाहिँ अहिले यहाँ ट्रेनलाई पर्खिँदैछु। ट्रेनलाई किन पर्खेको थाहा छ? यो ट्रेनको लिक लागिरहेछ, मैले फाटक लागिरहेछ, त्यही कारणले हामी यहाँ गरममा अफ गर्दै बसिरहेको छ। एकछिनमा सायद मेरो मेकअप पनि उत्रिन्छ होला। भक्कु गरेर अनि अब चाहिँ हामी जाँदैछौँ बिहामा होइन। आइपुग्यो। अब भोक लागिरहेछ, भक्का भएकै भात खाने है कान्छी। अनि मटन राइस चिकन फिस सबै खान्छ। हो तिमी नि खान्छौ? खाने तिमी? लु भन्नुहोस्। मेरो सालोको सानो महेन्द्र भाइको चाहिँ बिहा आज माइजूलाई बोलाएको छु। ब्लग एकदम सबैले सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्। हुन्छ। यहाँ चाहिँ खानाको प्रबन्ध छ। त्यहीहरू हामी चाहिँ अहिले खाना खाइरहेछौँ होइन, किनभने भोक लागिरहेको छ, त्यही कारणले खाना खानु बसिरहेको छु। हामी यहाँ आमा नानी त्यो भान्जाले चाहिँ पस्केर दिनु हुँदैछ। लु साथी हो, अहिले चाहिँ हामी जाँदैछु बेहुलाई टिका लगाइदिनु होइन। आमा र म जाँदैछु। हस्बेन्डले चाहिँ भिडियो बनाउनु हुँदैछ, हेरिसक्नुहुन्छ तपाईँहरू। अनि टिका सिका लाउनु भनेर गएको, अन्त लगाउँदै रहेछ मान्छे पनि रहेछ होइन। मान्छे खाली छ भनेर गएको नि त सासूभरि। अन्त फेरि आमाले टिका सिका उयो गरेर छर्किदिएर टिका लगाइदिनु भयो होइन, भान्जा र भान्जीलाई, बेहुलीलाई। त्यसको बाद मैले गिफ्ट लिएर म उभिरहेको छु होइन। गिफ्ट दिएँ मैले, अनि गिफ्ट दिएँ मैले। त्यहाँदेखि कङ्ग्रेचुलेसन भने होइन, शुभकामना दिएँ। विवाहित जीवन चाहिँ राम्रो मङ्गलमय होस् भनेर भने। त्यहाँदेखि हामीले गिफ्ट दिएर आउँदै थियौँ। भान्जालाई भन्नुभयो माइज फोटो खिचौँ न भन्नुभयो होइन। ल खिचौँ न भनेर फोटो खिच्दै थियौँ। अन्त हस्बेन्डलाई पनि बोलाउँदै थिएँ, मामा आउनु न भन्दै थियो होइन। त्यहाँ एकजना बहिनीले फेरि पछाडि टिका लाउनु थाल्यो, त्यही कारणले एकछिनै भन्नु थाल्यो। अन्त मेरो हस्बेन्ड चाहिँ अब एकदम नाचेको भइरहेको थियो नि त। हेर्नु है, नाचेको हेर्नु है, माथि चढ्दै पछि नाच्छ ऊ देख्नुभयो। त्यहाँदेखि अन्त फोटोसोटो खिच्यौँ होइन। हस्बेन्डले चाहिँ भिडियो, सासूआमा चाहिँ हाँस्नु हुँदैछ। अन्त त्यहाँदेखि भिडियो सिडियो गरेर फेरि हामी चाहिँ एकछिन। अनि भान्जाले चाहिँ भन्नुहुन्छ माइजू भिडियो चाहिँ राम्रो बनाइदिनु है भन्नुहुँदै थियो नि त। ल म बनाइदिइहाल्छु नि। राम्रो त के, जति मलाई आउँछ त्यति। आए मेरो भान्जीहरू दुईजना कान्छी र माइली, उहाँहरू नाचेको नक्कली छन् हो। नाच्दै माथि गएर अन्त बेहुली चाहिँ मेरो भान्जीहरूको साथी अरे हो। पहिला क्लास 8देखि नै अब सँगै पढेको अरे हो। क्लास 8देखि नै नानीको पनि लभ परेको रहेछ भान्जासँग। अन्त उनीहरू गफ गर्नु थाले, बात गर्नु थाले। फेरि बाहिर निस्केर लु माइजू नाच्छु भन्नु थाले। अनि यहाँ चाहिँ हामी नाच्दैछु। अन्त गाना लगाउनु न, अलिक राम्रो खालको लगाउनु न भनेर नाच्नुको लागि गर्दैछु। ल हामी चाहिँ स्टार्ट भयो अब डान्स गर्नुको लागि होइन। अब नाचेको नाच्यो नि, अब कति बज्छ नि अब त्यो थाहै छैन।
अब भान्जीहरू भएपछि त फेरि माइजू भान्जी भयो भने त नाचेको नाचै हो नि अब के गर्नु अब त्यस्तै मजा लाग्छ नि त हो साथी हेर्नुहोस् ल फेरि यहाँ चाहिँ हामी नाच्नु थाल्यौँ है अन्त म त ढले 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 भन्ने गानामा अनि भान्जीहरू पनि नाच्दैछन् हो हेत्तेरिका साइलेजु हेत्तेरिका साइलेजु म त ढले 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 भन्दै नाच्दैछु इन्जोय गर्दैछु यहाँ चाहिँ फेरि अर्को गाना है छर्के नजर लगाउने नानीले पार्यो अब के गर्नु अब यस्तो त हो जिन्दगी होइन हामी बिहानै गएको थियो नि त बिहामा कि यता चाहिँ खानापिनाको चल्दैछ नाच पनि हुँदैछ खानापिना जो टाढोबाट आउनु हुँदैछ उनीहरूलाई चाहिँ खाना दिउँसै नै पनि दिएको अन्त प्रायः राति नै मान्छेहरू बेसी आउँछन् भनेर रातिको नि गरेको तर अहिले अब दिउँसो जो टाढो टाढो फर्किने उहाँहरूलाई चाहिँ दिउँसो नि दिनु हुँदैछ होइन हामीले चाहिँ खाइभ्याएको के आउने बित्तिकै खाएको यहाँ चाहिँ खानासाना पकाउनु हुँदो रहेछ होइन पछाडिपट्टि खानासाना पकाउने रहेछन् अनि यहाँ चाहिँ नाच्दै गर्दै हिँड्दै गर्दैछौँ हामी चाहिँ अन्त अहिले अब आज चाहिँ बगानमा काम पनि थियो होला कतिजनाको उहाँहरू जानुभएको छ होला अहिले आइपुग्नु भएको छैन अन्त त्यही भएर चाहिँ नाच्दै हिँड्दैछौँ होइन अघि फर्स्टमा चाहिँ हामीले स्टार्ट गरिदिउँ नाचको लागि अहिले चाहिँ अब सबैजना पाहुनाहरू आएको पनि नाच्नु हुँदैछ अलिअलि गर्दै अन्त हामी त नाचिसक्यौँ यहाँ हेर्नु नयाँ बहिनी पनि नाच्दैछ होइन ऊ बहिनी पनि मजाले नाच्दैछ क्या अनि बेहुलाको आमा पनि नाच्नु हुँदैछ आकाशैमा कुनै के जाँदा गाना पनि मलाई यति हुँदैन कि नाच्नु हुँदैछ है बेहुलाको आमा अन्त माइजूहरू चाहिँ अहिले मजाले नाच्नुहुन्छ ऊ चाहिँ माइजू अरे हेर्नु न कति मोटी मोटी छोरा पनि कस्तो मजाले हल्का प्रकारले नाच्छ क्या म त ढले 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 भन्ने गानामा मजाले नाचिरहेको छ नि त मजा लाग्यो उसलाई म हेरिबसेँ होइन नाच्नुमा चाहिँ राम्रो रहेछ क्या म भन्दा नि राम्रो म त केही पनि होइन नि यहाँ चाहिँ बेहुला बेहुलीलाई आशीर्वाद गिफ्ट दिनेहरू सबै यहाँ बसिराख्नु भएको छ कि म पनि यसो हेरिबसेको नि अनि दिदीले चाहिँ फोटो खिच्नु न बहिनी भन्नुभयो कि फोटो खिचेको हस्बेन्डले चाहिँ भिडियो पठाउनु हुँदो रहेछ होइन मलाई थाहै छैन मैले चाहिँ फोटै खिचेर चाहिँ मजा जब भयो राति तब बुढी ताती अब चाहिँ भयो राति अब चाहिँ फेरि सबैजना तातिन थाले है अब चाहिँ भयङ्कर डान्स हुँदैछ नि फेरि अनि हाम्रो चाहिँ नन्दे भाइको चाहिँ दिदी पनि हेर्नु न मजाले नाच्दैछन् अघिसम्म चाहिँ बगानबाट आएर म त पुरा थाकेको छु होइन म त बिहामा जाँदैन ए म त थाकिरहेछु सुत्छु म भन्नु हुँदै थियो हो अहिले उफ्रिनु थाल्यो हो बिहा भनेको चिजै यस्तो हो कि उफ्रिनु अनि बहिनी चाहिँ अब मेरो साथी जतिकै भइसक्यो होइन अन्त अब त्यहाँ बोल्यौँ कहाँ बस्छ के कतिजना नानी यस्तोहरू सोधासोध भयो बसाबस भयो अन्त लु दिदी नाच्यौँ भनेर पनि आयो होइन अन्त तपाईँलाई के भन्नु भन्दै थिएन भन्नु नि जे भन्दा नि हुन्छ दिदी भन्दा नि हुन्छ बहिनी भन्दा नि हुन्छ भनेर
मिठो छ गुड ल्याउनु त यो गुड यहाँ चाहिँ मान्छेहरू पनि निस्के सबै 4जना निस्के है अब चाहिँ यहाँ चाहिँ सुरु भयो अब चाहिँ सबैजना निस्केर नाच्दैछन् म चाहिँ झन् नन स्टप नाचैछु है थाकेको छैन मलाई हेर्नु न यहाँ गलामा केही छैन सबै निकालेर कानको कप निकालेर फ्यालिदिइसकेँ मैले गर्मी भएर हेर्नु न अनुहार पसिनाले कस्तो भइरहेछ बेसी उफ्रेको हाई प्रेसर भएको मान्छे होइन उफ्रेको केही छैन अन्त त्यहाँदेखि नन स्टप नाचिरहेको छु भान्जीहरू भन्दा भयो माइजू अब त भन्दै थिएन भातशाला न छोरा नाच्यो भने जिउ पनि घट्छ त अलिकति भन्दै थियो नि त अन्त जिउ घटाउनलाई खाना पो खानु हुँदैन भनेर पो खाना नखाए त मरिन्छ नि त भने होइन यहाँ मान्छे चाहिँ हेर्नु न त्यहाँ मेरो पछि चाहिँ लागेको हो त्यसरी चाहिँ अब त्यो बिहाको चाहिँ इन्जोयमेन्ट पुरा भयो कि मजा लाग्यो ठिकै छ अनि अब यहाँ चाहिँ सबैजना लु नाचौँ एउटा गानामा भन्दैछ होइन कुन चाहिँ गानालाई लाउनु भन्दैछ होइन भान्जी पनि आइपुग्नु भएछ म मटिगराको चाहिँ अब माइजू हो होइन अनि गाडीधुराको माइजू मटिगरा भनेको छु होइन गाडीधुरा चाहिँ अलको माइजू म चाहिँ होइन सबले माइजू भन्छन् कि अन्त म गएपछि सबैजना खुसी हुन्छन् किनभने म पुरा फ्रेन्डली छु अरे नि त बोल्नु ओर्नुमा अनि नाची पनि हाल्छ अरे गाई पनि हाल्छ अरे गाना त के आउँछ र होइन त्यस्तो उयो भइहाल्छ अरे के अनि एउटा हुन्छ नि त अब कसरी बोल्नु के गर्नु त्यस्तो छुइनँ अरे त सबैजना खुसी भइहाल्छ म त्यहाँ गएपछि चाहिँ ल माइजू आउनुभएछ भनिहाल्छ कि अन्त कुनै पनि केही पनि प्रोग्राम भयो भने मलाई बोलाइहाल्छ नि उहाँ चाहिँ अन्त यसरी चाहिँ हाम्रो इन्जोयमेन्ट भयो होइन इन्जोय गऱ्यौँ हामीले पुरा मजा लाग्यो अन्त अझै नन स्टप नाचेको 9-10 बज्न आइसक्यो घर जाने टाइम पनि भइसक्यो तर पनि अब नन स्टप नाचेको भइरहेछ अन्त हस्बेन्डले चाहिँ भन्नुहुन्छ होइन नजाने घर भने एकछिन नभन्दै फेरि नाच्दै फेरि एकछिन नभन्दै नाच्दै गरेको खरै चाहिँ अन्त रुई पनि खुसी हुन्छ यस्तोमा अन्त भान्जीहरू पनि हो भइहाल्छ नाच्नु ओर्नुमा आज चाहिँ साथी हो नन स्टप डान्स भएको भएछ होइन मलाई चाहिँ गर्मी लागेर कस्तो भइरहेको छु र पनि नाच्नु छोडेको छुइनँ अन्त भान्जीहरू हेर्नु न मैले नाच्नु नभन्दै थिएँ एकछिन नभने एकछिन उभिनु देऊ नभने होइन अन्त त्यो नाचेको अन्त बिहामा चाहिँ नि गाडी धुरामा चाहिँ मजा के किनभने त गाडी धुरामा चाहिँ सबैजना मिल्छ कि अन्त नाच्नु ओर्नु गरिहाल्छ लजाउँदैन कोही पनि जस्तो गाना आउँछ त्यस्तै नाचिहाल्छ न मलाई मजा लाग्छ कि अन्त म चाहिँ गाडी धुराको बिहा होस् या व्रतमा होस् भने चाहिँ कुदिहाल्छु योपालि मात्र व्रतमा नाच्नु नपाएको म चाहिँ यसरी इन्जोय गर्छु है अनि अब तपाईँहरू चाहिँ कसरी गर्नुहुन्छ आफ्नो आफ्नो तरिका हुन्छ इन्जोय गर्ने पनि म चाहिँ यसरी गर्छु मलाई चाहिँ मजा लाग्छ कि अन्त दुःख सुख पनि बिर्सिन्छ कति दुःख भएर कति उयो गरेर बस्नु होइन यस्तो लाग्छ पहिला त अब पग्ली जस्तो हुन्थे है अब एउटा ठुलो जवान छोरी अब यो संसारदेखि गएको अनि कस्तो हुन्थ्यो पछाडि जति जे गर्दा जसको लागि रुँदा पनि केही नहुँदो रहेछ है अन्त आफू पनि आखिर मरेर जाने हो 2 दिनको जिन्दगी हो अन्त लाइफमा इन्जोय गर्छु बुढाहरूलाई पनि इन्जोय गर्नु दिन्छु होइन बुढा पनि खुसी हुन्छ मेरो भिडियोहरू बनाउनु भन्नुमा चाहिँ मजा लाग्छ अरे उसलाई कि अन्त साथीभाइसँग पनि मजा गर्छ अनि हस्बेन्डले चाहिँ नि मलाई पुरा साथ दिनुहुन्छ कि भिडियो गर्नु लु नि त तिमी नाच म भिडियो गरिदिन्छु भन्नुहुन्छ अनि यताउति सबै हेल्प गर्नुहुन्छ र मेरो हस्बेन्ड चाहिँ राम्रो हुनुहुन्छ है अनि त्यहाँदेखि यसरी डान्स गऱ्यो हो भान्जीहरूले चाहिँ फेरि लुगा पनि फेरिहालेछ हो अघि गएर फेरेछ मैले चाहिँ लुगा नलिगएको त्यही साडीमा यतै चिप्छु हुँदैन उतै चिप्लेको त्यो नाच्दाखेरि झरेर के आफ्नो आफ्नो धुनमा सबैजना नाचिरहेको थिए कोही एक आफ्नो ग्रुप एकतिर बनाएको छन् कोही अर्कोतिर ग्रुप बनाउँदै नाचेका छन् है अब बेलुका चाहिँ अब दिउँसो चाहिँ प्रायः ड्युटीहरू जाने मान्छेहरू हुन्छ होइन बगानमा नि अब हुन्छ नि त कामसाम यताउति हुन्छ अन्त
त्यो दिउँसो त्यति टाइम पाउँदैन मान्छेहरू जानु आउनु अन्त बेलुका चाहिँ सबैजना घरमा आएको हुन्छ र है नाचे अन्त खानासाना खाएँ मैले चाहिँ खाइनँ खाना किनभने मलाई खानु मन लागेन दिउँसो मैले खाएको थिएँ कि खाना अपच भयो कि अन्त मैले चाहिँ खाइनँ अन्त बेलुका चाहिँ आमाले रोटी खान्छु भन्नुभयो नि त नन्दलाई अन्त नन्दले 2टा रोटी माने बनाइदिएको थिएँ रोटी अनि त्यसमा मैले अचारसँग चाहिँ एउटा रोटी खाएको थिएँ मिठो लाग्यो अचार पिरो पिरो मिठो बनाएको रहेछ कि अन्त खाएको थिएँ अनि त्यसले गर्दा पनि खानु मन लागेन अन्त सायद हस्बेन्डहरूले खानुभयो होला मैले देखिनँ अनि नानीले रुईले चाहिँ खायो अरे हो अनि के साथीहरू अनि यहाँ भान्जी यता साडी लाउने उहाँ पनि भान्जी नै हो मेरो अन्त उहाँ आउनु पनि माइजू दामी नाच्दो रहेछ त भनेर चाहिँ नि नाचिहाल्छु नि भान्जी दामी त होइन अलिअलि नाच्नुपर्छ भनेर अन्त फेरि मेरो नन्द चाहिँ ऊ है ग्रिन साडी लाउने नन्द हो अन्त यताले भान्जी अन्त अलिअलि हामी माइजू र भान्जीहरू पनि नाच्यौँ होइन अन्त माइजू आज त्यही बस्नु न भन्दै थियो कि भान्जीले पनि होइन नबस्ने अब जानुपर्छ भनेर टाइम पनि कति भयो 9:30 भइसकेको थियो हो बुढाले तान्ने जाउँ न भन्ने हो तान्ने ल एकछिन ओके साथी अब चाहिँ म चाहिँ घर चाहिँ जानु पर्यो है मेरो भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहुन्छ बाई बाई